हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई आज म आजको ब्लग देखाउन गइरहेको छु। हेर्न सक्नुहुनेछ तपाईहरुले। आज म खेतमा आएको छु। टौवा छ। आजको काम भनेको कोदाको प्याड राख्ने हो। आज म जोत्छु पनि है। तपाईहरुलाई आज मेरो पुरा काम कस्तो हुन्छ भन्ने कुरा देखाउन चाहन्छु। यसरी गोरुलाई नारेर बुवालेलाई चाहिँ रेडी अवस्थामा राख्नु भएको अवस्था छ। यसरी आज हाम्रो काम यस्तो भइरहेको छ। कान्छाले मलको भारी ल्याएर आएको छ। अनि ल हेर्नुस्, आजको दिन यस्तो छ। हल्का घाम लाग्ला जस्तो गरेको छ। मलाई ठुलावाले बोलाउनु भएको छ। उहाँले डायमन्ड निकाल्नुहुन्छ। उहाँले मलाई फेरि डायमन्ड देखाउँछु भनेर बोलाउनु भएको हुनाले ल हामी हेरौँ है। डायमन्ड हेर्नुस् गाइज। ल हेर्नु, हामी जानियो एक दिन डायमन्ड पाउने ठाउँ तपाईहरुलाई देखाउँछु म। ओ त्यो पहिरोमा पाउँछ वहाँ। अनि त्यसपछि जानियो। ल हेर्नुस्, खै देखाउँ त एकचोटि। ल हेर्नु, उहाँले मलाई दिनुभएको छ। उहाँले चाहिँ यो प्रति केजी कति पर्छ भन्नुभएको रे? यो त महँगो नै हुन सक्छ ढुङ्गो, केही थाहा छैन यस्तो। यो महँगै होला। ल हेर्नुस् है, डायमन्ड हो के। यो क्रिस्टल स्टोन पनि भन्छ यसलाई, जेम स्टोन पनि भन्छ गाइज है। मैले युट्युबमा हाल्ने के। त्यही भएर तपाईसँग एक दिन जानिएको पहन यो क्यामेरासम्म लिएर जानियो क्या है। उहाँ हुनुहुन्छ हाम्रो ठुलाबा हुनुहुन्छ। उहाँले पहिला पनि यो क्रिस्टल होइन, यो के अरे क्युबिक सेप डायमन्ड हो। यो डायमन्ड हो, क्युबिक सेप डायमन्ड हो। हजुर, यस्तो छ चारैतिर। हजुर अझ यो भन्दा नि टल्किने पाउँछ। आजको त ठिक्कै, यो अझ घाम लाउने हो भने अझ दामी टल्किन्छ। हेर्नु त यो कस्तो दामी छ र हेर्नु त। ल हेर्नुस्, ल हेर्नु है। अझ यो यस्तो राम्रो छ। ल हेर्नुस्, ल हेर्नु है। ल एक दिन म एक दिन जाउँला है। हुन्छ हुन्छ। एक दिन हामी जाने प्रोग्राम छ वहाँ। त्यहाँ हामी चाहिँ ब्लग सुरुबाटै बनाइन्छ। जाँदाखेरि देखुन्टको, आउँदासम्म फर्किँदासम्मको बनाउने र अनि हाल्ने हो गाइस।